नमस्कार, यहाँहरूलाई फेरि पनि स्वागत छ मेरो नेक्स्ट भिडियोमा। आज चाहिँ हामी अलि फरक किसिमले एउटा इन्फोग्राफिक्स बनाउन सिक्दैछौँ। म एउटा शिक्षक भएको हुनाले मेरो विशेष गरी भिडियोहरू शिक्षासँग रिलेटेड र शैक्षिक सामग्री के गरी बनाउने भन्ने कुरा नै हुन्छ। र आज हामी हेरौँ यो एउटा मैले इन्फोग्राफिक्स बनाएर ल्याएको छु, यसलाई कसरी बनाउने हेरौँ है त। जस्तै हाम्रो फर्स्ट टर्मिनल एक्जाम कतिपय ठाउँ भइसकेको छ भने कतिपय ठाउँमा हुने क्रम जारी छ र यसको लागि चाहिँ हामीले विषयवस्तुलाई एकै दिनमा रिपिट गर्नुपर्ने हुन्छ। र यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले एकदम यो चाहिँ क्लास 9 को कम्प्युटर साइन्स विषयको चाहिँ च्याप्टर 1 अथवा युनिट 1 को चाहिँ इन्फोग्राफिक्स बनाएको छु मैले। यहाँनिर चाहिँ च्याप्टर 1 भित्र भएको इम्पोर्टेन्ट कुराहरू सबै नै अटेको छ। अब हेरौँ हामी यसलाई कसरी बनाउने। सर्वप्रथम तपाईँले जुनसुकै वेब ब्राउजर ओपन गर्नु होला। जस्तै मैले यहाँ क्रोम ओपन गरेँ र क्रोम ओपन गरिसकेपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ च्याट जीपीटी ओपन गरौँ। क्रोम ओपन गर्ने, त्यसपछि च्याट जीपीटी ओपन गरिसकेपछि तपाईहरुले लेख्नु होला मेक इन्फोग्राफिक्स फ्रम दिस पीडीएफ। तपाईहरुले एउटा पीडीएफ दिनुपर्ने हुन्छ। इंक्लूड अल टपिक एन्ड पुट मिनिङफुल पिक्चर एन्ड बिल्ट इन ल्यान्डस्केप मोड। यसलाई चाहिँ ल्यान्डस्केप 1300 मा बनाऊ भने सो आई क्यान प्रेजेन्ट इट अन माई स्मार्ट बोर्ड फर माई स्टुडेन्ट्स भने। र यसलाई चाहिँ मैले अब न्यू च्याटमा पेस्ट गरेँ है त। र यति गरिसकेपछि सुरुमा जाउँ, यहाँ प्लस आइकनमा थिच्नु होला च्याट जीपीटी को। प्लस आइकनमा थिचिसकेपछि मैले अपलोड फोटो और फाइल बनाएको छ। त्यसमा गएर मैले यो क्लास 9 च्याप्टर 1 को चाहिँ के गरेँ, यसलाई पीडीएफ दिएँ र यो पीडीएफ अपलोड हुँदैछ। यहाँ यो पीडीएफ दिइसकेपछि यहाँ तपाईहरुले टाइप गर्नु होला मेक इन्फोग्राफिक फ्रम दिस पीडीएफ इन्क्लूड अल टपिक एन्ड पुट मिनिङफुल पिक्चर एन्ड बिल्ड इट इन अ ल्यान्डस्केप मोड सो आई क्यान प्रेजेन्ट इट अन स्मार्ट बोर्ड फर माई स्टुडेन्ट लेखिदिनु होला र यहाँनिर चाहिँ इन्टर गरिदिनुहोस्। यति गरिसकेपछि यसले फेरि पनि अर्को केही कुराहरू हामीलाई सोध्न सक्छ। यसरी यो सोध्यो। अब यो सोधिसकेको छ। अब हामी के गरौँ, ओके मेक माई इन्फोग्राफ INFOGRAPHIS इन्फोग्राफिक्स भनिदिउँ र फेरि इन्टर गरौँ। अब यसले फेरि केही कुरा सोध्दैछ। ल्यान्डस्केप, यहाँनिर ल्यान्डस्केप लेआउट 16:9 को रेजुलेसनमा फ्रेम यति भन्यो। अब यसरी भनिसकेपछि फेरि पनि हामी मेक माई इन्फोग्राफ मेक माई इन्फोग्राफिक्स भनिदियो र अब चाहिँ उसले बनाउन रेडी गर्छ। यहाँ पावर पोइन्ट स्लाइडहरू भनेको छ। नो, यसलाई अब भनौँ नो ओन्ली मेक माई पिक्चर भनिदियो। अब यसले बनाउँदैछ। मैले चाहिँ एकछिन भिडियो पज गरेको थिएँ अलि लामो हुन्छ भनेर। ल यसरी चाहिँ हाम्रो इन्फोग्राफिक्स रेडी भइसकेको छ। थोरै टाइम लाग्छ, कृपया वेट गर्नु होला। 1 मिनट जति नेटको स्पिड हुन्छ। तपाईहरुको नेट फास्ट छ भने चाँडो हुन्छ। र यहाँनिर क्लिक गर्नु होला र यसलाई चाहिँ यो इमेजलाई डाउनलोड गर्न सक्नुहुन्छ। अब हेरौँ है त कस्तो बन्यो हाम्रो इन्फोग्राफिक्स। ल फाइनल्ली यसरी हाम्रो चाहिँ इन्फोग्राफिक्स चाहिँ बनेर रेडी भइसकेको छ। तपाईले यहाँनिर चाहिँ युनिट 1 को सबै कुरा देख्न सक्नुहुन्छ। र यसै गरी तपाईहरुले जुनसुकै पनि आफ्नो विषयको चाहिँ इन्फोग्राफिक्सको रूपमा चाहिँ यसरी बनाउन सक्नुहुन्छ। इन्फोग्राफिक्स भनेको इन्फर्मेसन भएको प्लस ग्राफिक्स दुईटै भएकोले इन्फोग्राफिक्स भने हो। यसरी तपाईले आफ्नो जुनसुकै पीडीएफ फाइलको च्याट जीपीटी मार्फत चाहिँ इन्फोग्राफिक्स बनाउन सक्नुहुन्छ। यो अघि मैले पहिला बनाएको इन्फोग्राफिक्स चाहिँ यस्तो थियो। जुनसुकै भने पनि यसमा प्राय हुनुपर्ने मेन थीमहरु र चाहिने सामग्रीहरु चाहिँ सबै यसले चाहिँ इन्क्लुड गरेको छ। आजको लागि चाहिँ यति नै।
तपाईलाई यो भिडियो मन पर्यो भने च्यानललाई लाइक सब्स्क्राइब र कमेन्ट शेयर गर्न नभुल्नुहोला। हस्त धन्यवाद।